मैले पटक पटक भन्दै आएको छु महिनौं दिन अगाडिदेखि पोखरा र भैरवमा व्यापक भ्रष्टाचार भएको छ। त्यो कुरालाई कहीँ डाइभर्ट गर्नको लागि त मिडियाले यो लेखेको होइन। यसलाई गर्न चाहन्छु आइन्दा कुनै मन्त्री र महामन्त्री यो विषयमा वाद विवाद गर्न विचार गर्न नआउनु होला। विद्यालयमा आज जसरी पार्टीका शिक्षकहरू, पार्टीका विद्यार्थीहरू, पार्टीका तपाईको कर्मचारीहरू, पार्टीका स्वास्थ्य कर्मीहरू, यो सबै भातृ संगठनहरू यो खारेजै गर्न पर्छ, किनभने सरकारी कर्मचारीले राजनीति गर्ने होइन। सम्माननीय प्रधानमन्त्रीज्यूले एउटा वाक्यांश, एउटा स्टेटमेन्ट प्रयोग गर्नुभयो कि नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो, एक झापो लगाए, ठिक गरेर हिरासतमा पुर्याए। उहाँप्रति आभार छ कि स्वीकार्नु भयो, राजनीतिक प्रतिशोध नै रहेछ। तेस्रो कुरा, सुशासनको हवाला दिने सरकारलाई 10 महिनासम्म सम्पत्ति विवरण किन नबुझाउनु भएको? पार्टीको दबाब झेल्न नसकेर त्यो मुन्छेलाई डिजी बनाउन सकिएन भनेर डिजी बनाइयो भनेर मैले भनेको थिएँ। तर त्यसलाई तोडमोड गरेर एउटा चाहिने राज्यको चौथो अङ्ग भन्ने सञ्चारकर्मी मिडियाले सूचना प्रकाशन गरेर यसलाई डाइभर्ट गर्ने कामहरू भएको छ। त्यसो भएको हुनाले म 2500 वार्डको स्पिकर राखेर राम्रोसित सुन्नको लागि पनि म विनम्र अनुरोध गर्न चाहन्छु। आज सरकारी विद्यालय पढ्ने भनेको गरिबका छोराछोरीले हो। आज गरिबका छोराछोरी फेरि पनि शिक्षाबाट वञ्चित भएका छन्। धनीका छोराछोरीहरू महँगो स्कुलमा आरामसँग अहिले पनि पढिरहेका छन्। सम्माननीय सभामुख महोदय, हिजो मैले संसदमा बोलेको शब्दलाई राम्रोसँग नसुनिकन आज प्रकाशित समाचारमा मैले बोलेको शब्दलाई अश्लील शब्द भनी समाचार सम्प्रेषण भएकोमा मेरो गम्भीर ध्यान आकर्षण भएको छ। सम्माननीय सभामुख महोदय, यो समाचार जुनसुकै मिडियाबाट आएको भए पनि राम्रोसँग सुनेर मात्र समाचार सम्प्रेषण गर्न म अनुरोध पनि गर्न चाहन्छु। हिजो मैले संसदमा कुरा राखिराख्दा पार्टीको दबाब झेल्न नसकेर त्यो मुन्छेलाई डिजी बनाउन सकिएन भनेर डिजी बनाइयो भनेर मैले भनेको थिएँ। तर त्यसलाई तोडमोड गरेर एउटा चाहिने राज्यको चौथो अङ्ग भन्ने सञ्चारकर्मी मिडियाले सूचना प्रकाशन गरेर यसलाई डाइभर्ट गर्ने कामहरू भएको छ। त्यसो भएको हुनाले म 2500 वार्डको स्पिकर राखेर राम्रोसित सुन्नको लागि पनि म विनम्र अनुरोध गर्न चाहन्छु। एउटा जनप्रतिनिधिको हुर्मत लिने कामहरू भएको छ। त्यसो भएको हुनाले यसलाई पनि छिटोभन्दा छिटो सार्वजनिक गर्नको लागि म सम्माननीय सभामुख महोदय मार्फत म आग्रह गर्न चाहन्छु र फेरि म अनुरोध गर्न चाहन्छु, यस्ता विषयलाई चाहिँ ध्यान दिएर मात्र समाचार सम्प्रेषण गर्न म आग्रह गर्न चाहन्छु। किन भन्दा मैले पटक पटक भन्दै आएको छु महिनौं दिन अगाडिदेखि पोखरा र भैरवमा व्यापक भ्रष्टाचार भएको छ। त्यो कुरालाई कहीँ डाइभर्ट गर्नको लागि त मिडियाले यो लेखेको होइन। यसलाई डाइभर्ट गर्नको लागि मेरो हुर्मत लिएको त होइन। यो विषयमा म मिडिया सञ्चारकर्मीलाई पनि म ध्यान दिएर मात्रै यो सूचना सम्प्रेषण गर्न म आग्रह गर्न चाहन्छु। धन्यवाद। सम्मानीय सभामुख महोदय, राष्ट्रिय प्रजातन्त्र पार्टीका सह अध्यक्ष रविन्द्र मिश्रज्यूको विचार र व्यवहारप्रति मेरो सहमति नहोला, तर उहाँप्रति राज्यले गरिराखेको दुर्व्यवहारको चाहिँ त्यसप्रति मेरो विमति छ, घोर विमति छ। त्यसैले त्यसमा सच्याइयोस् र चचियोस् भन्ने म आग्रह र ध्यानाकर्षण गराउन चाहन्छु। यही वैशाख 14 गते काठमाडौँमा एउटा कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले एउटा वाक्यांश, एउटा स्टेटमेन्ट प्रयोग गर्नुभयो कि नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो, एक झापो लगाए, ठिक गरेर हिरासतमा पुर्याए। उहाँप्रति आभार छ कि स्वीकार्नु भयो, राजनीतिक प्रतिशोध नै रहेछ। राजनीतिक प्रतिशोधले नै त्यो सबै व्यवहार गर्नुभएको छ भन्ने कुरा उहाँले स्वीकार्नु भयो र आग्रह गर्न चाहन्छु आइन्दा कुनै मन्त्री र महामन्त्री यो विषयमा वाद विवाद गर्न विचार गर्न नआउनु होला, किनकि प्रधानमन्त्रीले स्वीकारिसक्नु भयो। तेस्रो कुरा, सुशासनको हवाला दिने सरकारलाई 10 महिनासम्म सम्पत्ति विवरण किन नबुझाउनु भएको? एउटै धरती, एउटै आकाश, एउटै देशमा यो कस्तो त्रास, एउटै देशमा दुई किसिमको ज्ञान, कसैलाई उन्नति कसैलाई अवसान, आँखाभरि सपना तर छैन बाटो, मनमा छ आशा तर छैन सहारा, किन यो अन्याय, किन यो विभेद? सम्माननीय सभामुख महोदय, आज सरकारी विद्यालय पढ्ने भनेको गरिबका छोराछोरीले हो। आज गरिबका छोराछोरी फेरि पनि शिक्षाबाट वञ्चित भएका छन्।
चाहे युद्धको नाममा होस्, चाहे विद्यार्थी सङ्गठनको नाममा होस्, चाहे शिक्षक सङ्गठनका नाममा होस्, पटक पटक चाहिँ सरकारी स्कुल बन्द गर्ने जुन यो परम्पराले गर्दा आज गरिबका छोराछोरी पढ्न पाएका छैनन्। धनीका छोराछोरीहरू महँगो स्कुलमा आरामसँग अहिले पनि पढिरहेका छन्। एउटै देशमा शिक्षा जुन नीति नै बन्यो यसले चाहिँ देशलाई सही बाटोमा अगाडि बढाएन। हामीले नेपालको संविधान 2072 लेख्यौँ, त्यसको धारा 31 मा हामीले धारा 31 मा शिक्षा सम्बन्धी हक लेख्यौँ, सबै नागरिकलाई पढ्न पाउने, विद्यालय जान पाउने भन्यौँ, तर आज वञ्चित भएका छन्। सरकारले 28 सालमा आएको शिक्षा ऐन पटक पटक व्यवस्था फेरिए, पटक पटक सरकार फेरियो, तर जब एउटा शिक्षा ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउँछ भन्नु पनि यो अब हामीले दिवा सपना जस्तो भएको छ। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदय, सरकारले यो हल गरोस् र जसरी विद्यालयमा आज जसरी पार्टीका शिक्षकहरू, पार्टीका विद्यार्थीहरू, पार्टीका तपाईँको कर्मचारीहरू, पार्टीका स्वास्थ्य कर्मीहरू, यो सबै भातृ सङ्गठनहरू यो खारेजै गर्न पर्छ, किनभने सरकारी कर्मचारीले राजनीति गर्ने होइन। त्यो नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न सक्दैन र अहिले जसरी पनि शिक्षामा गुणस्तरीयहीन भएको छ, जसरी देशमा आज पनि पुरै शैक्षिक संस्था ठप्प छन्, गरिबका छोराछोरी पढ्न पाएका छैनन्। सम्माननीय सभामुख महोदय, धनीका छोराछोरीका स्कुलहरू बन्द भएको छैनन्। आज ठुल्ठुला महँगा